भोक पनि लागिरहेछ। बुवा आमाहरूसँग उहाँको कल्चरल ड्रेस मगर र पुरानो पहिलाको जमानाको। हेलो गाइस, हेलो हेलो हेलो। अहिले चाहिँ म छु डाङमा, अनि डाङको यो के भन्छ चाहिँ कुलमोड भन्ने ठाउँमा साइड होइन, कुलमोड। कुलमोडमा छौँ अनि यहाँ चाहिँ एउटा हामी सुट गर्दैछौँ खाम मगरमा, आले खाम मगरमा त हामी एउटा चाहिँ भिडियो सुट गर्दैछौँ। अनि अहिले चाहिँ हामी रेकर्डिङकै प्रोसेसमा हुँदाखेरि ब्रेक भएको टाइममा चाहिँ खिचिरहेको छौँ। अनि आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। हामीहरू के गर्छौँ यसो टक्क ट्याक्क हेर्ने होइन, अनि हेरिसकेपछि भन्ने कस्तो लाग्यो भनेर। यो भ्लग पनि आउँछ आउँदैन थाहा छैन। तर अब आयो भने चाहिँ हेर्नु होला, टक्क लाइक कमेन्ट होइन, सब्सक्राइब ट्याक्क पारेर यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब हानिदिनु होला। के भन्नु त त्यस्तै छ, गाह्रो छ होइन। लो गाइस, सुभाष सर यहाँ हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ। ठिक छ नि होइन सुभाष सर? अलिअलि ल ल त Gaji Yavar, Naki Nazi Soarne, Numar Mujanga, Arunga Mantra, Nungananti, High Zaranaki, Tanyanaria, Bonsaraka, Salara, Lady Hoyadam, Hoyodam, Togam Nanaki, Togam Dajupni, yes, Yabi to the Fury. Daju, if you can put it, Amani. हेलो, यहाँ देख्न सक्नुहुन्छ मैले दाङमा छु, हाम्रो बाजे पुर्खाहरू जन्मेको ठाउँमा, जहाँदेखि बसाइ सरेर कैलालीतिर जन्मेको थियो होइन। अलिअलि आफ्नै गाउँ जस्तो देखिन्छ। नजिकै छ, फेरि यो डाँडा छ, अनि त्यसपछि यता पहाडहरू छ। अझ म एक दिन घोराइ जान्छु, त्यहाँको भिडियो पनि देखाउँछु तपाईँहरूलाई। खै यो सरले लाने हुन् कि नै, खालि लान्छु मात्रै भनेको छन्। लान्छु सँग उहाँको कल्चरल ड्रेस मगर ड्रेस देख्न सक्नुहुन्छ है। अनि उहाँ चाहिँ हाम्रो आमै हुनुहुन्छ। र पुरानो पहिलाको जमानाको बाजे बोजू जस्तो उमेरकोहरूले चाहिँ बनाउने काम गर्ने। मलाई थाहै छ बनाउने अहिले त्यो पछि सही हजुर अहिले त त्यसमा बनाउँछ के हो मलाई त थाहै छैन। खेलिरहेको छु म। यसरी घुम्छ है, मेलामा भएको पिङ जस्तै छ यो। गाइज, बर्नबास चाहिँ क्यामेरा लिएर अघि एक्लै जानुभयो होइन। भरको ब्याग जति सबै मलाई बोकाएर होइन। तर यहाँ मैले एउटा कुरा पाएँ कि बर्नबास सरको ब्यागमा यो लुकाएर राखेरै छन्, यो त बस्दैन, भोक पनि लागिरहेछ। धन्यवाद छ बर्नबास सर।
उनको स्वेटर फिल्म हेरिसकेपछि अँ, देउरालीमा बतास चल्यो अनि बतास म गाउँदैन म रुममा जस्तो स्वरै आउँदैन। यस्तो छ अब हामीहरू चाहिँ जाँदैछौँ सुट गर्नलाई। अनि कुरा के छ भन्दाखेरि आज चाहिँ पानी परेको छ, मौसम दामी छ अनि हामी सुटको लागि जाँदैछौँ। अनि त्यस्तै छ, चलिरहेछ। अनि म आज साँझ घर पनि जाँदैछु, खुसी पनि छु। किन भन्दाखेरि म खुसी छु। अनि हेर मुस्कान अनि यस्तै छ। लु हामी भेट्नुपर्छ छिटो अनि कुराकानी हामी गर्नै पर्छ है। अरू भन्ने कुराहरू बिस्तारै बिस्तारै हामीहरू गर्दै गरौँला। हुन्छ होला नि त खुसी। उतातिर गयो भने घरमा अब बस्न पाइन्छ, घुम्न पाइन्छ, त्यो मनमा त्यो खुसी आउँछ। त्यही हो कुराकानी। हुन्छ गाइस, सी यू।